Hey guys, so welcome back to my new vlog. आयो हजुरहरु सन्चै हुनुहुन्छ, म पनि सन्चै आरामै छु। अनि गाइस आज चाहिँ हामी हैन फुटबल खेल्न आएको छौं हैन। अनि हाम्रो दिलदाई त्यहाँ हुनुहुन्छ, विकास आज हाम्रो किपर हैन। अनि जित्दा यता हुनुहुन्छ, अनि अपोनेन्टहरु चाहिँ उतातिर हुनुहुन्छ। अनि सुमित दाइहरु आउनु भएको छैन, उहाँहरु चाहिँ आउँदै हुनुहुन्छ। अनि गाइस आज चाहिँ हाम्रो गेम एकदम रमाइलो हुनेवाला छ नि। आज गेम चाहिँ गाइस अहिले चाहिँ हामी बिहानै आज पनि अहिले भर्खरको 7 to 8 को हामीले बिहानै रुमदेखि 6 बजे नै हिँडेको। अनि यहाँ पुगेर रेडी भइसकेको छौं हामीहरु। कहाँ स्टार्ट भयो? ए गाइस ल गाइस अब चाहिँ हाम्रो स्टार्ट भयो हैन। ल गाइस गेम चाहिँ एकदमै बवालै भइराछ हैन। म खेले सबमा आजको अहिले चाहिँ यहाँ हाम्रो कुशल दाइ जानु भएको छ। कुशल दाइ र सुमित दाइ घुस्नु पर्छ। अनि ढिकी चाहिँ किपरबाट रफा दफा भयो, आलाको दाइले गोल खाएर। ल त्यहाँ छ हैन। अनि रमाइलो भइराछ। अनि हाम्रो ढिलदाइ कहाँ हुनुहुन्छ? ढिलदाइ ल दामी कुशल दाइ, दामी 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 वाट अ कम्बिनेसन म्यान, दामी दामी ल आमा जित्दाको स्किल त यार ओहो सकिन्न। ढिल्ला तपाईँ मेनमा गर्नु ब्याक। एकदमै गेम चाहिँ रोमाञ्चक भइरहेछ हैन। लाउड भयो हैन। ओहो आए आफ्नै सेटा दुईटै। ल खेल्नु खेल्नु त दौडेर खेल्नु त। ढिल्लो दाइ गम्मा ढिल्ला थाके भएर आउनु लगाइज म जाँदैछु। आजको गेमको चाहिँ त्यो भिडियो बनाउन पाएन हैन। अनि गेम चाहिँ एकदम रमाइलो भयो, हामीहरुले जित्यौं हैन। अनि त्यसपछि दिलराज दाइले हामीहरुलाई चाहिँ स्केटिङ खेलाउन लैजानु भयो। स्केटिङ गर्न चाहिँ मलाई आउँदैन हैन। मैले पहिला पनि ट्राई गरेको थिएँ, मलाई चोट लागेर मैले चाहिँ नखेल्ने सोचिरहेको छु हैन। अनि यहाँ चाहिँ अब टिकट काट्दैछन् हैन केटाहरु। अनि अब चाहिँ विकास चाहिँ अब सुज लगाउन लागिसक्यो, उ चाहिँ स्केट बुट लगाउन रेडी भइसक्यो। अनि हाम्रो दिलराज दाइ दिल दाइ त पुरा खेल्न स्टार्ट गरिसक्नु भयो। दाइ त अलिअलि जान्नु भएको रहेछ यार। अनि विकास चाहिँ अब सकिरहेछ, ऊ चाहिँ के अरे उता पोल समातिरहेछ ऊ चाहिँ। अनि दिलराज दाइ चाहिँ हल्का अब हल्का पहिलो अगाडि पनि आउनु भएको रहेछ एक दुईचोटि। अनि दाइ चाहिँ हल्का खेल्न सकिसक्नु भएको छ। अनि विकास चाहिँ उलट बनाइरहेको छ, लोटे ल बसिहाल्यो ऊ त अब थाके जस्तो छ अब। अनि गाई एकदम रमाइलो भइरहेछ नि मलाई भिडियो बनाउन। म चाहिँ खेलेँ ए बे साथी लोटी के ल फेरि ल यात्तेरी ल। अब दिलराज दाइले चाहिँ सबभन्दा रमाइलो गरिराख्नु पर्छ बास। ल ल ल ल अनि ढिकीले आमा ऊ पनि सिकिसक्यो अहिले त अलिअलि हेर्नुहोस् न। आमा हेर्नु अहिले त पुरै दौडिरहेछ त। ल ल ल गएन अब चाहिँ अँध्यारो भइसक्यो होइन, रुमतिर जानुपर्छ होइन। अनि गाइज हामी चाहिँ रुममा पुगेर होइन, अनि हामी चाहिँ अब लास्ट भोक लगाएर हामी त मर्निङ गाइज। अनि आज चाहिँ होइन शनिबार होइन। अनि हामी चाहिँ बिहानै हातमुख धोएर हामी चाहिँ निस्किसक्यौँ होइन। अनि गाइज आज चाहिँ हामी यता 22 धारा आएको छौँ होइन। अनि दाइ चाहिँ उता अब टिकट काट्दै हुनुहुन्छ होइन भित्र जानलाई। तर गाइज हामीले टिकट त काटेनौँ होइन। यहाँ चिनेको साथी रहेछ अनि उसकै उसमा चाहिँ हामी अब यहाँ भित्र आएको होइन। अनि गाइज अनि हजुरहरूलाई यो 22 धारा यहाँ पार्कको चाहिँ म भ्यू गराइरहेको छु होइन। यस्तो दामी रहेछ नि, म त फर्स्ट टाइम आएको यतातिर। एकदम राम्रो ग्रिनरी रहेछ पुरै होइन। यो त पहिले पुरानो पार्क रहेछ क्या गाइज होइन। यो त राजाको पालाहरू उति बेलाबाटै बनेको। अनि यो पार्कको नाम 22 धारा चाहिँ गाइज यहाँ चाहिँ 22 वटा धारा भएर चाहिँ 22 धारा भनेको रहेछ होइन। अनि एकदमै रमाइलो छ नि, कस्तो दामी होइन, पुरै ग्रिन यस्तो राम्रो छ होइन। अनि कहाँको विकास उहाँ रहेछ ल। अनि कहाँ ढिलो दाइ त कता जानुभयो, हराउनु भयो क्या हो।
लगाएर एकदम रमाइलो छ नि। यहाँ चाहिँ धेरै मान्छेहरू आउने जाने धेरै हुन्छ होइन। अनि रमाइलो छ जे छैन पुरै ग्रिन। यस्तो मौसम पनि आज एकदमै सफा छ होइन। घाम लागेको भए राम्रो हुन्थ्यो नि होइन। हामी त गाइज आज स्विमिङ गरौँ भनेर आएको होइन। अनि यहाँ मौसम चाहिँ पुरै बादल लागिदिरहेको छ। अनि हिजोसम्म घाम लागिरहेको थियो, आज आउन बित्तिकै के पो भइरहेको छ यो। अब खै हेरौँ पछिसम्म घाम लाग्छ कि होइन, नत्र त फेरि पछि स्विमिङ गर्दाखेरि त लास्ट चिसो हुनेवाला छ कि फेरि। अनि यो एकदम पार्क चाहिँ मलाई फेरि बहुत राम्रो लाग्यो होइन। अनि विकासलाई चाहिँ पुरै ल अगाडि गएर चाहिँ दिलराज दाईहरूलाई चाहिँ मैले भेटाइरहेको छैन, उहाँहरू चाहिँ कता जानुभयो। अनि गाइज यहाँ चाहिँ स्टुडेन्ट चाहिँ अलिक बढी नै हुन्छ हेर्नु न यता साइडतिर होइन। स्टुडेन्टहरूलाई चाहिँ यहाँ फ्री इन्ट्री छ होइन। अनि स्टुडेन्टहरू चाहिँ यहाँ आएर पढ्ने अनि घुम्ने यताउता छ होइन। यहाँ पुरै ग्रुपै छ हेर्नु, यता छेउतिर यी साइडतिर पुरै स्टुडेन्ट छन् होइन, सबै यतातिर। अनि ग्रास चाहिँ राम्रो छ होइन, बस्न सस्नलाई सबै ठिक छ। अनि गाइज अनि यता पुरै माथितिर चाहिँ सब पुरै जङ्गलै छ होइन। यहाँ त छेउमा छ ट्याक्कै माथि यस्तो पहाड लाग्छ फेरि त्यहाँबाट। दिलराज दाइहरू चाहिँ यहाँ आउनुहुँदो रहेछ होइन। ल स्विमिङ पुल चाहिँ गाइज होइन, यो चाहिँ ब्लू कलरको हाउस छ नि, यसको चाहिँ उतापट्टि रहेछ नि। दाइहरू चाहिँ यहाँ टिकट काट्नलाई चाहिँ अब के अरे बसिराख्नु भएको छ होइन। यहाँ मान्छे चाहिँ टन्नै छ कि यति धेरै छ होइन। अनि यहाँ पालो जानुपर्छ होइन। अनि भित्रदेखि चाहिँ खाली भएपछि मात्रै यहाँदेखि इन्ट्री हुन्छ होइन अरूको होइन। अब चाहिँ गाइज हामी इन्ट्री गर्दैछौँ होइन भित्रतिर। हेरौँ होइन कस्तो छ स्विमिङ पुल। गाइज रमाइलो हुनेवाला छ होइन एकछिनमा अहिले। फाइनली गाइज हामी चाहिँ अब स्विमिङ पुलतिर निस्किसक्यौँ गाइज। अनि स्विमिङ पुल चाहिँ एकदमै ठुलो छ हेर्नुहोस् त। आमा कति ठुलो छ हेर्नु त, लामा आमा यो त यताउता गर्न सकिन्न जस्तो मानिरहेको छु है मैले लम्बाइमा त। हेर्नुहोस् न बहुत लामै छ होइन। अब चाहिँ यता चाहिँ चेन्जिङ रुम होइन। अनि सबै चाहिँ यता चेन्ज गर्न गइराख्नु भएको छ। अनि गाइज विकास चाहिँ अब चिसो छ गाइज पानी हेर्नु न, लास्ट चिसो त्यहाँ भित्रको पानी त अब मलाई त बहुत चिसो लाग्छ होइन। अब बाहिरको चाहिँ कस्तो छ होइन। लगाएर विकास चाहिँ इन्ट्री भइसक्यो ल स्विमिङ पुलमा। ल दिलराज दाई उहाँ हुनुहुन्छ ल, ओहो उल्टो ल एकदम रमाइलो छ होइन। पानी चाहिँ ल गाइज म पनि अब पुलभित्र आइसकेँ गाइज। ल रमाइलो भइरहेछ होइन गाइज। अनि यहाँ चाहिँ यति गहिरो चाहिँ हेर्नु न, यहाँ त यहाँ छेउमा होइन। अनि उतातिर चाहिँ अनि कति 10 फिट छ 9 फिट छ होइन। यतातिर चाहिँ यो 6 फिट हो क्या, 6 फिट छ यतातिर। अनि चाहिँ विकास चाहिँ यतातिर खेलिरहेको छ होइन। हामी चाहिँ उता गएर डाइभ हानेको अनि दिल दाईको डाइभ लगाएछ। अब मेरो पनि डाइभ हेर्नु छ होइन। अनि विकास चाहिँ भिडियो बनाउने काम मात्रै हुन्छ कि यता गहिरोतिर आएपछि हेर्नु ल। गाइज म त डाइभ हाने होइन यति डाइभ पहिला भन्दा पनि मेरो हल्का अलिअलि डाइभ हान्न चाहिँ अलिकति सिकिरहेको छु मैले होइन। आजकल त हल्का अलि राम्रोसँग हान्छु होइन। पहिला त हान्न सक्थेन होइन, त्यहाँनिर गएर हान्थेँ, दौडेर हान्नै सक्थेन। आजकल चाहिँ अलिअलि हानिरहेको छु मैले दौडेर यताउता। अनि दिलराज दाईहरू हेर्नु न, पुरै दिलराज दाईहरू टिकेको कहाँ हेर्नु यहाँ पुरै। अनि गाइज हामी स्विमिङ गरेर अब चाहिँ यताबाट हामी निस्केको होइन। मौसम चाहिँ होइन यस्तो पानी पर्ला जस्तो भयो नि, त्यही भएर चाहिँ हामी यताबाट निस्केको। अनि गाइज मैले हजुरहरूलाई त्यो 22वटा धारा उता देखाउँला भनेको नि त्यो पनि हेर्न पाएन होइन। अनि गाइज अनि दिलराज दाई चाहिँ अब उता के अरे आफ्नो के अरे साथीले बोलाएर उता आफ्नो काममा गइहाल्नु भयो होइन त्यहाँ अब। अनि गाइज हामी चाहिँ अब निस्किन लागेको हामी अब आफ्नो रुमतिर। अनि गाइज हेर्नुहोस् न हामी हल्का अगाडि आएको होइन, पुरै यहाँ बाटो अगाडि थापाथैलीमा होइन पुरै खतरा आगो लाग्दिरहेको पुलमा होइन। हेर्नुहोस् त यहाँ कस्तो बेजोग भएको छ पुरै आगो लागेर यहाँ। अब चाहिँ गाइज होइन अब चाहिँ नगर प्रहरीहरू आइसक्नु भएको छ। अनि साइडमा चाहिँ दमकल पनि आइसक्यो छ। अब चाहिँ यहाँ रेस्क्यु हुँदैछ होइन। अनि अब चाहिँ अलिकति सेफ अब भइसकेको छ भनौँ लगभग होइन। अब चाहिँ गाइज होइन अब त्यो आगो निमिसक्यो होइन। अब चाहिँ यो के अरे जाम खुल्ला हुन्छ होला होइन। घरतिर चाहिँ खासै त्यस्तो केही भएको रहेछ होइन असर। अनि अब तारहरू मात्रै जलेछ। गाइज हामी चाहिँ रुम पुगेर होइन तरकारी किनेर अनि हामी खानासाना पकाएर पनि खायौँ होइन। अनि त्यसपछि चाहिँ गाइज होइन हामी चाहिँ एकजना सोल्टिनाको चाहिँ बर्थडे रहेछ आज होइन। अनि हामी चाहिँ बर्थडे मनाउन आएको छौँ होइन यतातिर। अनि दाई भाउजू विकास म दिदी यहाँ सोल्टिना उहाँको दिदी सब हामी आएको छौँ यतै होइन। अनि बर्थडे गर्ल चाहिँ उता रेड लगाउनु भएको छ नि उहाँ हुनुहुन्छ। अनि भाउजूको चाहिँ आफ्नो बहिनी होइन। हेर्नुहोस् न यहाँ कस्तो कमेडी भइदिएर होइन। उहाँले चाहिँ उ गरेर राख्नुपर्छ। यहाँ चाहिँ कोहीले विस नगरिदिरहेको हेर्नुहोस् एकछिन है। लगाएर अहिले चाहिँ हामीले केक सेक काटिसक्यौँ होइन। अनि हामी चाहिँ केक काटेर अब खाना पनि लागिसक्यौँ। अनि प्रोग्राम सकिसक्यो। जोडीहरू पुरा नक्कल पारिरहन्। एउटाले छोरालाई केक खुवाइरहन्। स्क्याम भइदिरहेको स्क्याम।
केक काटिसकेपछि गाइज होइन हामीहरू सबै मैले भाउजूले हामी सबैले फोटोसोटो खिच्यौँ होइन। अनि त्यसपछि चाहिँ हामीहरू निस्क्यौँ होइन उताबाट। अनि बाबुले चाहिँ एकदमै रमाइलो गऱ्यो होइन। अनि लास्ट हँसाइरहेको थियो बाबुले। अनि त्यसपछि गाइज हामी चाहिँ अब यहाँबाट निस्किन लागेको। अनि गाइज अनि आजलाई भ्लग यति नै हुन्छ होइन। हस् त गुड नाइट, आज सुत्नुपर्छ अब त हामी रुमतिर निस्केको होइन। अनि गाइज हेर्नु ठ्याक्कै हामी हल्का अगाडि पुग्यौँ होइन। ठ्याक्कै कस्तो खतरनाक पानी परिदिइरहेको हेर्नु, लास्ट पानी परिदिइरहेको हेर्नुहोस् त्यहाँ। अब चाहिँ निन्द्रा चाहिँ राम्रो लाग्छ होइन, लास्ट शीतल हुन्छ नि त। अनि अब है हस् गाइज गुड नाइट।